रिउटा, के तिम्रो माध्यमबाट तिमीले यहाँ आउनु बल गर्यौ? तर हामीले पुरै दिन यहाँ बिताउन सक्दैनौ। तिमीलाई थाहा छ? थाहा छ। म यो विश्वास गर्न सक्दिन। तिमी कैनान उच्च विद्यालय विज्ञान प्रविधि क्लबको प्रमुख हौ र तिमी यस ग्रीष्मकालीन शिविरमा बच्चा जस्तो व्यवहार देखाइरहेका छौ। एडिसन संग्रहालयमा तपाईलाई स्वागत छ। म विश्वस्त छु कि तपाईहरू सबै विश्व प्रसिद्ध आविष्कारक एडिसनसँग परिचित हुनुहुन्छ। एडिसनले बिजुलीको चिमको आविष्कार गरेपछि उनले एउटा बिजुली स्टेशनको निर्माण गरेर प्रत्येक घरका निमित्त आपूर्ति प्रणालीको आविष्कार गरे। यो आश्चर्यजनक छ कि एडिसन कति सरल थिए। मेरो मतलब एक्लै उनको आविष्कारले संसार बदलियो। सत्य हो, तर सबैजना उनीबाट त्यति रोमाञ्चित छैनन्। यहाँबाट जानु अघि हामीले यस रेस्टुरेन्टको सुराज कार्य चाख्नै पर्छ। म यसलाई हेर्छु। हो, के यो सत्य हो? हे रिउटा, प्याट्रिक, आउ र यो हेर। तिमीहरू त अब आउँछौ नै। एडिसनले आत्माहरूसँग संवाद गर्ने यन्त्र आविष्कार गर्ने कोसिस गरेका थिए। के तिमीहरूलाई थाहा छ? ओ, मलाई थाहा छ। ऊ त बच्चा भन्दा पनि चर्को छ। ऊ गम्भीर हुन सक्दैन थियो र कतै यस्तो भनिन्थ्यो कि एडिसनलाई पत्रकारहरूलाई मूर्ख बनाउन मन पर्थ्यो रे। यता भनिरहेको छ एडिसनको प्रसिद्ध मनोवैज्ञानिकसँग प्रगाढ मित्रता थियो। यो त अति गम्भीर जस्तै देखिरहेको छ। सुन रोबर्टो, म चाहन्न कि तिमी यो बिर्स। तिमी र म एउटै विज्ञान प्रविधि क्लबका सदस्य हौ, ठिक छ? अनि म केवल तिमीलाई अलि तर्कसङ्गत हुन भनिरहेको छु। ठिक छ, समय भइसक्यो, हामी गयौं। आउ एउटा जाउँ अब। हुन्छ। प्याट्रिक सधैँ यस्तै उदासीन हुन्छ। जब एडिसनले ग्रामोफोन आविष्कार गरे, पहिलो गीत जुन उनले रेकर्ड गरे त्यो थियो मेरीसँग सानो भेडाको पाठो छ। आऊ सँगै गाउँ। मेरीसँग सानो पाठो छ, सानो पाठो, सानो पाठो। मेरीसँग सानो पाठो छ, त्यसको भन्दा नि सेतो छ। मैले बुझ्नै सकिनँ। त्यहाँ तल एउटा सडक हुनुपर्ने थियो। मलाई थाहा थियो। मैले तिम्रो विश्वास गर्नु हुँदैन थियो। यता आऊ रोबोटो, मलाई नक्सा देखाऊ, म पत्ता लगाउँछु। एकछिन पर्ख। मलाई थाहा छ, हामी गलत बाटो आएका छौँ। तिमी के गरिरहेका छौ? मसँग तिम्रा लागि एउटा सन्देश छ। के तिमी उसलाई चिन्दछौ? अनि एडिसनको एउटा सन्देश। आत्माहरूको संसारबाट यो एउटा सन्देश हो। यसलाई बिर्सिदेऊ। आऊ जाउँ अब। पर्ख, सायद त्यहाँ केही छ। के? वास्तवमा जब हामी हेर हेर, म जादुगर हुँ। मेरो काम नै आत्माहरूसँग कुरा गर्नु हो। यो होइन कि म सधैँ कोही धेरै प्रसिद्धसँग कुरा गर्छु। म एडिसन हुँ। मसँग तिमीहरूका लागि एउटा सन्देश छ। एउटा नयाँ आविष्कार। तिमीहरू आत्मा संसार। के? उनी केवल कुरा बनाइरहेकी छिन्। मलाई तिम्रो हात देऊ।
यो त ठ्याक्कै त्यस्तै छ जुन मैले एडिसन संग्रहालयमा देखेको थिएँ। अतुल्य। के तिमी ठिक छौ रिउटा? रिउटा, यो त त्यो हुनुपर्छ। यो के हो रिउटा? मैले एउटा ब्लुप्रिन्ट देखेको थिएँ आत्मा फोन बनाउनका लागि। तिम्रो मतलब त्यो जुन हामीले संग्रहालयमा देखेका थियौँ? सुन रिउटा, तिमीले त्यो भन्नुहुन्न थियो। ए आहा, त्यो त अति राम्रो भयो। रोबोट हो। मैले समीकरणको सूत्र र एउटा छवि देखेको थिएँ। साँच्चै? ल हामी जापान फर्किएपछि प्रयोगशालामा बनाउला। ए छोड्देऊ न। अनि साँच्चै तिमीले हामीलाई मद्दत गर्छौ नि, होइन र? कुनै हालतमा गर्दिन। मलाई बताइएको थियो कि तिमीहरू आफैले यो निर्माण गर्न सक्दैनौ। के? तिमीहरूलाई कोही सहायता गर्ने चाहिन्छ। कोही हामीलाई सहायता गर्न? ओ, म चकित छु। ओ, ए मैले थाहा पाएँ, सायद हाम्रो क्लब पर्यवेक्षक उनी जबकि एउटा प्रसिद्ध वैज्ञानिक हुन्, सायद उनले मद्दत गर्छन्, होइन र प्याट्रिक? मलाई त सहभागी हुन पनि मन छैन। वास्तवमा हामी दुईजनाले आध्यात्मिक फोन निर्माण गर्न सोचेका छौँ। ए रिउटा, के म आउन सक्छु? ओ, हे रोबोटो, आरामसँग बस न। त्यसो भए यो तिम्रो गोप्य ठाउँ हो? यो निश्चित रूपमा एक्लै बसेर आत्मा फोन बनाउने ठाउँ हो? के तिमी विश्वस्त छौ? पर्यवेक्षकले यो कुरा थाहा पाए भने तिमीलाई क्लबबाट बाहिर निकालिदिन्छन्। हो, ऊ एकदम रिसाएको थियो यो अवैज्ञानिक हो भनेर। त्यसपछि त प्याट्रिक पनि मसँग कुरा गर्दैन। के तिमी यसको बारेमा पनि विश्वस्त छौ? म कुनै काममा कोसिस नै नगरी हार मान्दिन। तिम्रो यही कुरा त मलाई मनपर्छ। तिमी अरू चलाक मान्छेहरूभन्दा भिन्न छौ। तिमीले मलाई तिम्रो निम्ति केही गर्नै पर्ने बनायो। के म आउन सक्छु? युको, हेलो रोबर्टो। हाई युको, अर्को दिन वास्तवमै राम्रो खेल थियो। त्यो फेरि खेलौ न। एकछिन फर्क। के तिमीले भनेकी थिएनौ र तिमी धार्मिक विद्यालयमा जान्छु भनेर? हो, किन? ए, त्यसो भए तिमीलाई आत्माको संसारबारे थाहा हुन सक्छ। रिउटा, सायद ती बुढी आइमाले युगोको बारेमा भनेकी थिइन् होली, जब उनले एउटा सहयोगी उल्लेख गरेकी थिइन्। मलाई थाहा छ, म सही छु। आऊ उसलाई हाम्रो साथ दिन भनौ। यो के को बारेमा हो? वास्तवमा हामी दुईजनाले आध्यात्मिक फोन निर्माण गर्न सोचेका छौँ। आध्यात्मिक फोन? तिम्रो मतलब त्यो जुन एडिसनले निर्माण गर्न कोसिस गरेका थिए? तिमीलाई यसको बारेमा कसरी थाहा भयो? मैले हिजो राति यसको बारेमा किताब पढेकी थिएँ र यो एकदम रोमाञ्चित छ भन्दै सोचेकी थिएँ। हेर हेर, बिङ्गो, उसलाई यो सब थाहा हुनु केवल एउटा संयोग होइन, उनी नै एक हुन्। तिमी हाम्रो मद्दत गर्छौ, गर्दैनौ र युको? तिमी हाम्रो मद्दत गर्छौ युको? थाहा छैन म तिम्रो लागि के गर्न सक्छु, तैपनि सक्दो प्रयास गर्छु। क्या महान! त्यही भएर प्याट्रिक पनि यहाँ छ। प्याट्रिक? मैले उसलाई तिमीहरूको ठाउँ खोजिरहेको देखेकी थिएँ, त्यसैले मैले उसलाई यहाँ ल्याएँ। तर तिमी किन यहाँ आएको? प्रोफेसरलाई भन्दिन आएको? साथीहरू, म आत्माहरू जस्तो अवैज्ञानिक चिजमा विश्वास गर्दिन, तर वैज्ञानिक पुष्टिकरणमा विश्वास गर्छु। त्यसैले त आत्माहरू संसारमा हुँदैन भन्ने कुरा पुष्टि गर्न यो प्रयोग गर्न कोसिस गर्ने सोचेको हुँ। हामी सबै एउटै टिममा काम गरिरहेका छौँ। यो प्रयोगको मूर्खता त मलाई थाहा छ, त्यही पनि म विश्वस्त छु कि तिमीहरूलाई मेरो मद्दत चाहिन्छ। त्यसैले म यहाँ छु। यदि तिमी हामीसँग सहभागी हुन चाहन्छौ भने सिधै भन न, तिमी कति जिद्दी छौ? प्याट्रिक, आजदेखि यो हाम्रो प्रयोगशाला बनिरहेछ। अनि कहिलेदेखि हामी सुरु गर्ने? त्यो केवल त्यही समीकरण त होइन नि जुन तिमीले? वास्तवमा मैले त्यो समीकरणमा आधारित एउटा नक्सा कोरेको थिएँ। त्यसबाट सुरु गर्न
ओ रिउटा, तिमी त प्रतिभाशाली छौ। मलाई लाग्छ यो कोसिस गर्न लायकको छ। यो जेनेरेटर हो। रोबोट हो, तिमी यसमा निकै सिपालु छौ। त्यो ममा छोडिदेऊ। र सेन्सर चाहिँ यहाँ छ। यो एकदम गाह्रो पूर्जा हो। प्याट्रिक, तिमी नै हौ जसले यो गर्न सक्छ। म त्यसलाई मिलाउँछु। साँच्चै यो त निकै रमाइलो भयो। हो, म आफै आश्चर्यमा छु। तर म यसपछिका कुरा सोच्दैछु, जस्तै कि वृद्धि प्रणाली। यसभन्दा बढी वृद्धि प्रणालीको शक्ति बढाउनका निम्ति शुभ प्रभात। शुभ प्रभात। तिमी ठिक समयमा आयो। हामी भर्खरै यो आध्यात्मिक फोन उद्घाटन गर्ने क्रममा थियौँ। धेरै राम्रो। यो पूरा भयो? आशा छ। त्यो पुरा भयो रिउटा? तिमी त घुर्न छोड्दैनौ रोबोटो, तर मलाई लाग्छ त्यसले मलाई बिउजै राख्न मद्दत गर्यो। ल यसलाई जाँचौँ। ल साथीहरू, यसलाई जाँचौँ। हुन्छ। ल हुन्छ। यदि सबै कुरा राम्रो भयो भने यो भागको चुम्बकीय क्षेत्रमा केही परिवर्तन आउनुपर्छ। त्यसबाट केही हुनुपर्छ। भोल्टेज ठिक छ। सेन्सर ठिक छ। सुरु। एक प्रयोग। भोल्टेज एकै नासको छ। सेन्सर केही समस्या छैन। हामीले फत्ते गर्यौं। ए, के गलत भयो? आओ फेरि कोसिस गरौँ। यसले अझै काम गरिरहेको छैन। यदि यो गर्नका लागि ठिक छ भने कृपया यसलाई हुन देऊ। हेर, रिउटा, के तिमीले त्यो सुन्यौ? त्यो एउटा आवाज जस्तै सुनियो। सायद हामीले रेडियो तरङ्गलाई समात्यौं। होइन, यो फ्रिक्वेन्सी ब्यान्डमा त्यो असम्भव छ। अनि के? शान्त। मेरीसँग सानो पाठी छ, सानो पाठी मेरीसँग सानो पाठी। त्यो त त्यही गीत हो। के यो मेरीसँग सानो पार्टी छ हुन सक्छ? हेलो हेलो, के तिमीहरू मलाई सुन्न सक्छौ? मेरो नाम एडिसन हो, थोमस एडिसन। मेरीसँग सानो पार्टी छ त? यो त एकदम सही छ, होइन र? ठिक छ। सायद यो गीत राम्रो उपाय थिएन। जे भए पनि बधाई छ तिम्रो प्रयोगमा, युटा होशिकावा। म तिमीसँग न्युयोर्कमा पनि बोलेको थिएँ, जादुगरको आवाजको माध्यमबाट। माफ गर्नुहोला सर, कसरी प्रमाणित गर्न सक्नुहुन्छ कि तपाईँ नै वास्तविक थोमस एडिसन हुनुहुन्छ भनेर? विज्ञान भनेकै केवल त्यही तथ्यलाई स्वीकार्नु हो जुन तिम्रो आँखा अगाडि छ। तिमीलाई यो फोन निर्माण गर्न कति कठिनाइको सामना गर्नु पर्यो, होइन र प्याट्रिक? ऊ वास्तविक हो। यदि तपाईँ वास्तविक थोमस एडिसन हुनुहुन्छ भने तपाईँ किन हामीसँग कुरा गरिरहनु भएको छ? मेरो मतलब। राम्रो लाग्छ, त्यहाँ केही कठिनाइहरू छन्।
त्यहाँ धेरै मानिसहरू छन्। हेलो पृथ्वी खतरा मत हेलो के मिस्टर एडिसनले भर्खरै मद्दत मागेका होइनन्? होइन, मैले प्रश्नसँग सुन्नै पाइनँ। मैले पनि। होइन, उहाँले साँच्चीकै भन्नुभएको थियो केही न केही खतरा छ, मलाई मद्दत चाहिन्छ। मान न, थोमस एडिसनले हामीबाट मद्दत मागिरहनु भएको छ, हामीले केही गर्नै पर्छ। शान्त हो रोबर्टो, शान्त हो। भन त, तिमीले सोचे जस्तो उहाँ वास्तविक थोमस एडिसन हुनुहुन्छ? र भन, उहाँले हामीसँग मद्दत माग्नु भएको छ। मैले पनि यो सबै सत्य सोचिरहेको छु। तर के तिमीलाई साँच्चै नै लाग्छ कि हामीले उहाँको निम्ति के गर्न सक्छौँ? मेरो मतलब उहाँ आत्माहरूको संसारमा हुनुहुन्छ। हामीले कसरी मद्दत गर्ने त? के तिमी मर्न चाहन्छौ र आत्माहरूको संसारमा जान चाहन्छौ? यो 100% असम्भव छ। केही उपाय छैन। यदि थोमस एडिसनलाई देख्ने केही उपाय छ भने म आफै पनि जानेछु, तर असम्भव छ। त्यसो भए हामीले के गर्ने त? म केही सुन्दैछु। यदि तिमीहरू वास्तवमै आत्माहरूको संसारमा जान चाहन्छौ भने म तिमीहरूलाई त्यहाँ लान सक्छु। तपाईँ को हुनुहुन्छ? मेरो नाम गॉड इगल हो। गॉड इगल? गॉड इगल? के यो त्यो? के तिमी उहाँलाई चिन्छौ? उहाँको नाम मात्र। प्राचीन कालको उहाँ एकदम ठुलो जादुगर हुनुहुन्थ्यो जो खुलेर यो संसारमा र आत्माहरूको संसार बीच यात्रा गर्नुहुन्थ्यो। त्यसैले उहाँले हामीलाई आत्माहरूको संसारमा लानुहुन्छ भन्नुभएको? उहाँले पक्कै ठट्टा गर्नुभएको हो। हे प्याट्रिक, मलाई लाग्छ तिमीले भनेका थियौ कि तिमी एडिसनलाई भेट्नेछौ यदि केही उपाय छ भने। अनि केका लागि कुरिरहेका छौ त? हामी कसरी आत्माहरूको संसारमा जान सक्छौँ? सुरुमा तिमीहरूले आफ्नो दिमागमा केन्द्रित हुनुपर्छ। तपाईँको मतलब के हो? मैले आध्यात्मिक ध्यानका बारेमा पहिले नै विद्यालयमा पढिसकेको छु। पहिला तिमीले सिधा बस्नुपर्छ। कोसिस गर, पछाडिको भागलाई सिधा गर, आँखा चिम्ल र पेटले सास फेर। सास ल्याऊ, सास फाल, बिस्तारै, शान्तिपूर्ण। तिम्रो मस्तिष्कको छाल शान्त भइरहेको कल्पना गर। यो हुन सक्दैन। के म आफ्नो शरीरभन्दा बाहिरिए? रिउटा, युको के तिमीहरू दुवै ठिक छौ? के भइरहेछ? हामी कहाँ छौँ? मलाई लाग्छ यो आध्यात्मिक संसार हो। यहाँ त कोही छैन। गॉड इगल पनि। सायद हामी सम्मोहित भयौँ। ए ऊ त्यता हेर। आऊ त्यसलाई खोलौँ। रिउटा, हेर। ढोका। यो सपना हुनुपर्छ। यदि यो सपना होइन भने यो अर्को सबैभन्दा रमणीय कुरा हुनुपर्छ। रोबोटो, देख्यौ, यो सपना होइन प्याट्रिक। मलाई त पुग्यो। मलाई यस्तो डरलाग्दो ठाउँमा बस्नु छैन। म फर्किँदैछु। प्याट्रिक,
तिमीले कसरी सोच्यौ कि तिमी फर्किन्छौ भनेर? मैले विश्वासै गर्न सकिरहेको छैन। के यस्तो भइरहेको छ? बाटो थाहा नपाए हामी कसरी यहाँ आइपुग्यौं? अब घर कसरी फर्कने? शान्त हौ प्याट्रिक। शान्त हुने तिमीलाई भन्न सजिलो छ। ठट्टा गर्दैछौ? ए म सधैँ यस्तै देखिन्छु। किन तिमी चुप लाग्न सक्दैनौ? तिमी के भन्दैछौ? तपाईँ त म गड इगल। धन्यवाद गड इगल, तपाईँले हामीलाई बचाउनु भयो। आत्माको संसार भनेकै तिम्रो मस्तिष्कको संसार हो। जब तिम्रो मस्तिष्क द्वन्द्वग्रस्त हुन्छ तिमी नचाहिएको संसारमा पुग्छौ। तपाईँको मतलब त्यसबाट के तपाईँ वास्तवमा नरक संसारका बारेमा भन्दै हुनुहुन्छ? गड इगल, हामी कहाँ छौँ? यो चौथो आयाम मरणोपरान्त क्षेत्र, जहाँ भर्खरै मरेका मानिसहरू आउँछन् र अनेकौं अनुभव गर्छन्। र आफूलाई आध्यात्मिक महसुस गर्छन् अनि त्यसैमा रमाउन खोज्छन्। के सबै मानिसहरू यहाँ आउँछन्? होइन, पहिला तिनीहरू एउटा विशेष ठाउँमा जान्छन् अनि त्यसपछि यस नगरमा आउँछन्। एउटा विशेष ठाउँ? के तिमीहरू त्यहाँ जान चाहन्छौ? हुन्छ, यदि हामी सक्दैनौँ युको। हामी यहाँ एडिसनलाई भेट्न आएका हौँ। एकछिनलाई म रोबोटोसँग सहमत छु। ल पहिला हाम्रो काम गरौँ र यहाँबाट जति सक्दो चाँडो फर्कौँ। तिमीहरू आत्मीय संसारसँग भिज्नै पर्छ, नभए तिमीहरूले केही कठिनाई पाउन सक्छौ। यदि यो तिमीहरूलाई ठिक छ भने। होइन, हामीले त्यो ठाउँ पनि हेर्न मन छ। के यो स्टिक्स नदी हो? ए हेर, तिनीहरू उहाँको जीवनसँग सम्बन्धित थिए, जुन कुरा उहाँ छोड्न चाहनुहुन्थेन। तपाईँ आफ्नो जीवनसँग सम्बन्धित नश्वर कुराहरूलाई त्यागेर मात्रै यो नदी पार गर्न सक्नुहुन्छ। ती तारहरू के हुन्? त्यो तार जसले भौतिक शरीर र आत्माहरूलाई जोड्दछ। धेरैजसो तिनीहरू मुटुको धड्कन रोकिएको 24 घण्टामा काटिन्छन्। जब मनुष्य वास्तवमै मर्दछन्। यो कस्तो राम्रो छ। आहा, म आश्चर्य छु। यो कहाँ जान्छ? तिनीहरू जसले स्टिक नदी पार गर्दछन् यो लामो बाटो हिँड्दछन्, यो फूलको विस्ताराको माध्यमबाट, र अन्तिममा यस ठाउँमा पुग्दछन्। के यो सिनेमा घर हो? यसले के देखाइरहेको छ? यसले जीवन नामको नाटक देखाइरहेको छ।
जन्मदेखि मृत्युसम्मको उनको जीवन यस पर्दामा देखाइन्छ। तिनीहरू को हुन्? तिनीहरू उनका मरेका साथीहरू र नातेदारहरू हुन्। यो पर्दामा देखाइएका कुराहरू केवल उनीहरूले गरेका कार्य मात्र होइनन्, बरु उनले आफ्नो नश्वर अवस्थामा सोचेका कुराहरू पनि हुन्। तपाईँको मतलब उनले के सोचेका थिए? बालापन, प्राथमिक विद्यालय, माध्यमिक विद्यालय, उच्च माध्यमिक विद्यालय, जागिर, सम्बन्ध विच्छेद, आर्थिक संकट जस्ता कतिपय कुराहरूको उनले सामना गरे। र कतिपय सोचाइहरू त्यस अवसरमा पाए। ती सब यहाँ देखिन्छन्। त्यसपछि उहाँ आफ्नो गन्तव्यमा जान सहमत हुनुभयो। गन्तव्य? आधीभन्दा धेरै मानिसहरू ती दिनहरूमा नरक नामक ठाउँमा जान्छन्। आधी भन्दा बढी? साँच्ची नै? धेरै मानिसहरू आत्मीय संसारमा कति पनि विश्वास गर्दैनन्। तिनीहरू सोच्छन् मृत्युपछि केही पनि हुँदैनन् र त्यसैले स्वतन्त्र भएर बाँच्छन्। तर तिनीहरूको पर्खाइमा एउटा कठोर वास्तविकता छ। अवश्य नै उनीहरू मध्ये कतिले त तालीको गडगडाहट पाउँछन्। आफ्नो मस्तिष्कको स्थिति अनुसार यिनीहरू स्वर्ग जान्छन्। स्वर्ग? यो राम्रो सुनिन्छ। वाउ, स्वर्ग! के तिमी त्यहाँ जान चाहन्छौ? स्वर्गमा? आत्मीय संसार सबै विचारहरूको बारेमा हो। तिमी त्यस संसारमा जान्छौ जुन संसार तिम्रो मस्तिष्कको स्थितिसँग मेल खान्छ। कोसिस गर आफ्नो हृदयमा परोपकारको भावना भर्न। परोपकार? त्यसो भए तपाईको मतलब अरूका निम्ति दयालु भावना? हो, अरूको निम्ति भावना, जस्तै मित्रता। कति रमाइलो महसुस भइरहेको छ। के यो स्वर्ग हो? यो सद्गुणको क्षेत्रमा 5औं आयाम हो। यो स्वर्गकै एउटा भाग हो। 5औं आयाम ईश्वरको क्षेत्रमा? आओ त्यस सहर नजिक जाउँ। यो लामो हिँडाइ हुन सक्छ। हामी यहाँ उडे हुँदैन? आओ। के तपाईको मतलब हामी पनि? आत्मीय संसार सबै सोचाइहरूको बारेमा हो। तिमीहरू उड्न सक्छौ यदि तिमीहरूले उड्ने बारेमा सोचौ भने। हेर, युको उडिरहेकी छिन्। मलाई थाहा छ तिमीले उडिरहेको कल्पना गर्नुपर्छ। कल्पना? हुन्छ। सुरुमै राम्रोसँग गर्यो। सद्गुणको क्षेत्र
यहाँको पाँचौं आयाममा मानिसहरूको हृदय अरूबाट आनन्दको भावनाहरूले भरिएको हुन्छ। त्यहाँ सहर छ। धन्यवाद, तपाईलाई पनि धेरै धन्यवाद। यो सबै तपाईहरुको मद्दतबाट हो। धन्यवाद। त्यो प्रकाश के हो? उनीहरू यसको बदलामा केही पनि माग्दैनन्, तर जब उनीहरूको आभार कसैको सामु पुग्छ, खुसी व्यक्त गर्न यो न्यानो प्रकाश प्रकट हुन्छ। हामीहरूलाई पनि यस्तै लाग्छ है पृथ्वीमा, होइन र? अरूको निम्ति केही राम्रो गरेपछि तिमी भित्रैबाट न्यानो अनुभव गर्छौ। जो मानिसले यस्तो धेरै अनुभवहरू गरेका हुन्छन् तिनीहरू यस्तै रमणीय संसारमा आउन पाउँछन्। यो के हो? यो 6औं आयाममा जाने ढोका हो। हेलो, कोही हुनुहुन्छ त्यहाँ? हामी कसरी भित्र जान सक्छौं? यो सबै तिमीहरूको सपना र आदर्शको बारेमा हो। त्यही नै यस भवनभित्र जाने साँचो हो। सपना र आदर्श? तिमीहरू सबै आफैलाई सोध, तिमीहरूको मनमा के छ? मेरो सपना विद्यालय प्रधानाध्यापकको रेफरलको माध्यमबाट कलेज जाने र मुख्य अनुसन्धानकर्ताको स्थानमा कुनै अन्तर्राष्ट्रिय कम्पनीबाट बोलाइनु, अनि आफ्नो प्रेमिका एलिनासँग बिहे गर्नु र 4 होइन 5 बच्चाहरू जन्माउनु। सपना चाहना होइन, यो एउटा आकांक्षा भन्दा माथि हो। केका लागि? केका लागि तिमीहरू प्रयास गरिरहेका छौ। गजब छ। यस्तो देखिन्छ कि तिमीहरू सबै पारित भइसक्यो। मैले देखिरहेको छु तिमीहरूको आत्मा धेरै उन्नत छ। हामी कहाँ छौं? यो 6औं आयाम हो, प्रकाशको सीमामा। आओ त्यहाँ जाउँ। हो रोबोटो, प्याट्रिक, म कहाँ छु? यो एउटा यस्तो यन्त्र हो जसले हाम्रो भौतिक शरीरमा देख्नु अघि नै हाम्रो सूक्ष्म शरीरमै विकृति पत्ता लगाउँछ। अर्को शब्दमा भन्नुपर्दा यो एउटा यस्तो यन्त्र हो जसले बिरामी हुनु अघि नै रोग पत्ता लगाउँछ। यद्यपि यो बनेर पूर्ण हुन धेरै समय लाग्छ। ओहो, यदि यो यन्त्र पृथ्वीमा भए कतिजनाको जीवन बाँच्न सक्छ। यो त ठ्याक्कै त्यस्तै छ जस्तो मैले निर्माण गर्न खोजेको थिएँ। त्यसैको निम्ति त तिमी जन्मेका थियौ, होइन र? के? जब यो पूरा हुन्छ
यसबाट सबै घरको बिजुली उत्पन्न हुन्छ। अवश्य नै यो पक्कै स्वच्छ ऊर्जा हो। यही नै हो जुन म गर्न खोजिरहेको थिएँ। तिमीहरू एकदम प्रतिभाशाली छौ। तर रोबर्टो, तिमीहरू पनि हामीसँग यही थियौ। म थिएँ, मैले बल्ल थाहा पाएँ। जति पनि मानिस यहाँ 6औं आयाममा प्रकाशको क्षेत्रमा बस्दछन् तिनीहरू विशेष हुन्छन् र आफ्नो सम्बन्धित क्षेत्रका विशेषज्ञ हुन्छन्। उदाहरणका लागि राजनीति, आर्थिक, विज्ञान, शिक्षा, कला, धर्म। आफ्नो क्षेत्रका अगुवा जसले स्मरणीय उपलब्धिहरू बनाएका छन् आफ्नो पढाइ अझ अगाडि बढाउनका निम्ति। तिनीहरू हरेक व्यक्ति भिन्न चरित्रका हुन्छन्, तर तिनीहरूसँग एउटै साझा ज्ञान हुन्छ। यही हो, उनीहरूलाई थाहा छ कि दिव्य प्रकाश विद्यमान छ जसले मनुष्य र आत्मालाई बाँच्न अनुमति दिन्छ। दिव्य प्रकाश? यसलाई दिव्य प्रकाश भन्दछन्। अनन्त बुद्ध वा ईश्वर वा सत्य मनुष्यको आफ्नो धारणा अनुसार। तर सबैजनालाई थाहा छ कि यो प्रकाश एउटा पूर्ण शक्तिको स्रोत हो र कानून हो जसले यस संसारको अध्यक्षता गर्छ। यो संकीर्ण ढोका हो अथवा यसलाई यसै भनिन्छ। किन? मेरो मतलब यो ढोका त एकदमै ठुलो देखिन्छ। यो देखिन्छ मात्रै, तर वास्तवमा धेरै मानिसहरू यसभित्र जानै सक्दैनन्। यो ढोका पछाडि 7औं आयाम बोधिसत्वको क्षेत्र छ। केवल जोसँग एक स्वर्गदूतमा हुनुपर्ने आवश्यक शर्तहरू हुन्छन् तिनीहरू मात्र यस स्तरमा पुग्न सक्छन्। स्वर्गदूतका लागि आवश्यक शर्त? वास्तवमै तिमीहरू सबैलाई अब एउटा काम दिइन्छ। तिमीहरूले 10 जना बिरामीको उपचार गर्नुपर्छ। त्यो देवदूतहरूसँग समावेश हुने परीक्षण होइन र? म आफ्नो हजुरबाको हेरचाह गरिरहेको छु, त्यसैले म मानिसको हेरचाह गर्नमा सिपालु छु। आओ अब गरौं।
देवदूतहरूको संसारमा हामी जान्छौँ। रिउटा हामीहरू फर्क्यौं। के भइरहेको छ? रिउटा र युको कहाँ छन्? तिनीहरू स्वर्गदूतहरूको संसारमा गए। तिमीहरू दुवै यही पर्खिराख्नु। के तपाईँको मतलब हामी परीक्षणमा असफल भयौं? तर हामीले सक्दो प्रयास गरेका थियौं। वास्तवमा तिमीहरूले राम्रो काम गरेका थियौ, तर के तिमीहरूको भावना शुद्ध थियो? ए यो मेरो होइन। ला माफ गर्नुहोला, मेरो गल्ती हो। छोडिदिनु, मैले सक्दो प्रयास गरिरहेको छु। म थकी छु। अब हामी स्वर्गदूतको संसारमा प्रवेश गर्न सक्छौं। मैले सकेसम्म सबैभन्दा राम्रो गरेको थिएँ, त्यसैले मानिसहरू आभारी छन् होला। म विश्वस्त छु भगवान मेरो काममा सराहना गर्नुहुन्छ। अनि रिउटा र युको खबर के छ? तिनीहरू दुईजना भिन्न छन्। आभार गर्न या सराहना गर्न उनीहरूसँग यस्तो केही विचार छैन। अरूको सहयोग गर्न उनीहरूलाई स्वाभाविक थियो र यो नै देवदूत वा बोधिसत्वको मस्तिष्कको स्थिति हो। आध्यात्मिक फोन जुन तिमीहरूले बनायौ प्रोटोटाइपको रूपमा भए पनि धेरै राम्रो तरिकाले बनेको थियो। हुन त पुरै चिज सुधार गर्न जरुरी छ। सबै रूपमा यो राम्रो तरिकाले गरिएको छ। यो कहाँ छ? ए अन्तमा तिमी यही छौ? म तिमीलाई पर्खिरहेको थिएँ। मिस्टर मात्सुसिता ठिक छ? हो, यो सही हो। मात्सुसिता? के यो कोनोसुके मात्सुसिता र यस क्षेत्रमा बस्ने मानिसहरू देशको सुधार गर्न र संसारलाई अझ बढी राम्रो बनाउनका निम्ति आफ्नो कर्ममा व्यस्त छन्। उनी साकिची टोयोटा, यी मानिसहरू ती हुन् जसले जापानको समृद्धि निर्माणमा आफ्नो योगदान दिए। तिनीहरू सबै देवदूतहरू थिए। तिमीले कहिल्यै सोचेका थिएनौ कि देवदूतहरू व्यवसाय सुट या काम गर्दा लगाइने कपडा लगाएका थियौ र? अन्त्यमा हामीले रिउटा होसिकावालाई भेट्यौं। मिस्टर एडिसन,
कस्तो छौ तिमी युको? हजुर, म हेलेन केलर। तपाईँको मतलब हेलेन केलर, जसले बहिरोपन र अन्धोपन विरुद्ध लड्नु भएको थियो? के तिमीलाई असजिलो लागेको छ यस्तो बतौरी हेलेन केलर देखेर, जो हेर्न र सुन्न सक्छ युको? होइन, त्यो सम्पूर्ण म जन्मनुभन्दा अगाडि नै योजना बनाइएको हो। देवदूतहरू पनि कहिलेकाहीँ यस्तो कुराहरू पनि गर्छन्। युको, तिमी र म सधैँ मित्र रहेका थियौं, तिमीलाई थाहा छ? मित्रहरू? माननीय सुश्री नाइटिङ्गल। फ्लोरेन्स नाइटिङ्गल? क्रिमेन देवदूत? एउटा लामो समय भइसक्यो युको। तपाईँले मलाई कसरी चिन्नुभयो? तिमी अचम्म पर्नु कुनै अनौठो होइन। पृथ्वीमा कोही जन्म लिने बित्तिकै मनुष्यले कुनै पनि स्मृति आत्मीय संसारमा राख्न सक्दैनन्। रिउटा र युको देवदूतको लोकमा गइसके। तर हामी असफल भयौं है प्याट्रिक। त्यसमा हाँस्नुपर्ने के छ र? के तिमीले बिर्स्यौ हामी एउटै टिममा थियौं? कसरी भन्न मिल्छ त्यहाँ केवल रिउटा र युको मात्र गए भनेर, जब हामी सक्दैनौं? यो होइन कि मलाई वास्तवमै देवदूतको लोकमा जानु छ, तर मलाई रिस उठेको छ कि ती दुईजना मात्र विशेष रहेछन्, हामी रहेनछौँ। त्यो साँचो हो। ती दुईजना मात्र किन? हामीहरूले पनि सबै कठिनाइहरू झेलेका थियौं, तर अहिले हामीले एडिसनलाई भेट्न सक्दैनौँ। हो नि, र मेरो स्वीकृति बिना त सुरुमा तिनीहरूसँग त्यो फोन बनाउने कुनै उपाय नै थिएन। ए, तिमी सही छौ, यो ठिक होइन। सायद भगवान नै ठिक छैन। हामी कहाँ छौँ? के यो नरक हो? किन? यो कति पनि ठिक भएन। के म तिम्रो मद्दत गर्न सक्छु? को हौ तिमी? धेरै जसो मानिस यतातिर हराउँछन्, तिमीहरू हराए जस्तै। म यहाँ तिमीहरूलाई ठिक बाटोमा ल्याउन सहायता गर्छु। हामी बच्यौं। हामी हाम्रै संसारमा फर्किन चाहन्छौँ, बुझ्यौ? पीर नगर, खाली मेरो पछि लाग। म सामान्य रूपमा 8औं आयामको तथागत क्षेत्रमा काम गर्छु, तर केही अवसरमा म यहाँ तल 7औं आयाममा देवदूतहरूलाई सिकाउन या केही विशेष परियोजनामा सहभागी हुन आउँछु। अहिले जस्तै हामी तिमीहरू दुवैलाई छोडिदिन्छौँ। मिस्टर एडिसन, तपाईँले किन मलाई आत्मीय फोन निर्माण गर्न लगाउनु भयो? म यति गरी यहाँ आएँ किनभने तपाईँले भन्नुभएको थियो कि तपाईँ खतरामा हुनुहुन्छ। हामीले सोच्यौँ कि केही भइरहेको थियो। बिस्तारै युवक। हुन्छ सर। म तिमीसँग विज्ञानको विषयमा कुरा गर्न चाहन्थे। के तिमीलाई मेरो पूर्वजन्मको इतिहासको बारेमा थाहा छ? तपाईँको मतलब पहिलाको जन्म? तिमीलाई पूर्वजन्मको बारेमा त्यति धेरै थाहा छैन। तिमीलाई त्यसभन्दा बढी जान्न जरुरी छ। मनुष्यले अवतार लिन जारी नै राख्छ र अनेक प्रकारको काम गर्छ, तर उनीहरू एकै प्रकारको व्यवसाय गर्न कोसिस गर्छन्। यो मेरो आविष्कारहरूको संकलन हो। हालसालै मैले एडिसन भएर जन्म लिएको थिएँ र लाग्छ मैले बत्ती, ग्रामोफोन, चलचित्रहरू आविष्कार गरेँ। त्योभन्दा पहिले मैले जर्मनीमा टाइपोग्राफिक छपाई आविष्कार गरेँ। तपाईँको मतलब गुटनबर्ग? अनि त्योभन्दा पहिले म तसाइलुनको नामले चीनमा जन्मेको थिएँ, जहाँ मैले छाप्ने कागजको आविष्कार गरेँ। कागजको आविष्कारले नै बौद्ध सूत्रको प्रजननका लागि नेतृत्व गर्यो। छपाई आविष्कारले बाइबल प्रसार गर्न योगदान पुर्यायो। के तिमी बुझिरहेछौ?
म के भन्न खोज्दैछु? म विज्ञानको सार के हो भन्ने बारेमा कुरा गरिरहेको छु। मलाई लाग्छ विज्ञान सुविधा हो, एउटा शक्ति हो जसले सभ्यतालाई बढाउने र विकसित गर्छ, जसले मनुष्यलाई नयाँ अनुभव प्राप्त गर्न अनुमति दिन्छ। नयाँ अनुभवहरू पाइने आनन्दको माध्यमबाट हामी आध्यात्मिक प्रगति गर्न सक्छौँ। मलाई लाग्छ मनुष्यहरू धरतीमा जन्म लिनेको उद्देश्य नै त्यही हो। तथापि जब हामी विज्ञानको सारलाई बिर्सेर केवल सुविधाहरूलाई अघि बढाउँछौँ, हामी कठिनाइमा पर्छौँ। मैले तिमीहरूको सहायता किन मागे भन्ने कुरा तिमीहरूलाई बताउन गइरहेको छु। म तिमीहरूलाई चेतावनी दिन चाहन्छु कि विज्ञान आज वास्तविक खतराको सामना गरिरहेको छ। विज्ञानले खतराको सामना? कारण हो केवल भौतिक संसारमा विश्वास गर्ने र आध्यात्मिक संसारलाई नदेखेजे गर्ने प्रवृत्ति। तर विज्ञानको क्षेत्रमा प्रगति केवल आत्मीय संसार नामक नयाँ क्षेत्रलाई बुझेपछि मात्र प्राप्त गर्न सकिन्छ। जस्तै आत्माको संसार र विभिन्न आयामहरू यात्रा गरेर यस प्रणालीको खोज गर्नु ब्रह्माण्डको स्वतन्त्र यात्रा माध्यमले पनि वास्तविकता बनाउन सक्छ। अन्य स्थानका प्राणीहरूसँग कुराकानी र व्यापार सम्भव हुन सक्छ। आध्यात्मिक ऊर्जा परीक्षण गरेर ऊर्जाको समस्या पनि हल गर्न सकिन्छ, जसले प्रचुर मात्रामा स्वच्छ र सुरक्षित ऊर्जा प्रदान गर्न सक्छ। यो ठिक हो, आत्मीय संसारको विज्ञान जस्तै कि धर्मले विज्ञानलाई नकारेर लोभ भयो। त्यस्तो विज्ञानको कुनै भविष्य छैन जसले आत्माको संसारलाई खण्डित गर्छ। हामी वैज्ञानिकहरूले यो सत्यलाई प्रमाणित गर्नुपर्छ कि पृथ्वीमा हुने संसार मात्र सबै कुरा होइन, जस्तै ग्यालिलियो र कोपर्निकसले गरे। तपाईँले पनि आत्मीय फोन निर्माण गर्न लाग्नु भएको थियो जब तपाईँ जीवित हुनुहुन्थ्यो, के तपाईँ भन्न सक्नुहुन्छ? हो, यो एक प्रकारको कोलम्बस अन्डा जस्तै हो, जुन मैले केही युवा वैज्ञानिकका निमित्त छाडिदिएको हुँ, जसबाट उनीहरूले नयाँ क्षेत्रलाई हेर्न या खोज्न सकुन्, जसलाई हामी आत्माको संसार भन्छौँ। त्यो संसार खोज्न बुद्धि र साहस चाहिन्छ। यो आत्माको संसारको जुन मञ्चमा तिमीहरू छौ, त्यो 7औं आयाममा रहेको बोधिसत्व क्षेत्र हो, देवदूतहरूको क्षेत्र। के विभिन्न धर्मका देवदूतहरू यहाँ एकट्ठा हुन्छन्? धर्महरू सधैँ पृथ्वीमा लडिरहेका हुन्छन्। युको, के तिमीहरूलाई पूर्वजन्मको बारेमा ज्ञान छ? मनुष्यहरू धेरै पटक अवतार लिन्छन्। तिनीहरू अलग अलग समयमा विभिन्न स्थानमा बस्दछन्। जुन देश विरुद्ध तिमी लडिरहेका छौ या आतंक फैलाइरहेका छौ, त्यो कुनै समयमा तिम्रो मातृभूमि हुन सक्छ। जुन शत्रुलाई तिमी घृणा गर्छौ, त्यो व्यक्ति कुनै समयको तिम्रो मित्र या परिवारको पूर्वजन्म हुन सक्छ। युको, यही नै सत्य हो। तिमीलाई ज्ञान छ? यदि सबैलाई यसको ज्ञान भइदिएको भए त्यहाँ कहिले विवाद हुने थिएन, कुनै अरू लडाई हुने थिएन। त्यसैले त देवदूतहरू कडा परिश्रम गरिरहेका छन्। यो आत्मीय सत्य सबै मानवका लागि हो। देवदूतहरूले कस्तो प्रकारको काम गर्छन् म तिमीहरूलाई देखाउँछु। वास्तवमा तिमी मरिसकेका छौ। तपाईँ झुट बोल्दै हुनुहुन्छ। हेर्नुहोस् त, म त जिउँदै छु। खै, तिम्रो नाडी छामु? नाडी नै छैन। त्यसको मतलब पृथ्वीमा बस्ने धेरै जसो मानिसहरू आत्तिन्छन् जब तिनीहरू मर्छन् र आत्मा बन्दछन्। कोही त विश्वास नै गर्दैनन् कि तिनीहरू मरिसके, त्यसैले उनीहरू त्यही ठाउँमा या आफ्नो परिवारसँगै टाँसिएर बस्न खोज्छन्, जसले धेरै समस्या हुन्छ। उनीहरूलाई सम्झाउने काम पनि देवदूतहरूले नै गर्छन्। उनीहरू विभिन्न मानिसहरूलाई दिशानिर्देश गर्छन् जसले थुप्रै व्यवसायमा महान काम गरेका छन्। पृथ्वीमा जन्म लिने धेरै देवदूतहरू छन्
र तिनीहरूले कडा परिश्रम पनि गरेका छन्। देवदूतहरूले यति मेहनत गर्छन् भन्ने मलाई थाहै थिएन। अहिलेसम्म कतिपय आत्माहरूलाई हामीले बचाउन सकेनौं र उनीहरू नरकमा गएर नष्ट भए। मदर टेरेसा, त्यस्ता आत्माहरूलाई बचाउन देवदूतहरू नरकमा पनि जान्छन्। तिमी को? तिमी के गरिरहेका छौ? ठिक छ, शान्त हौ। किन देवदूतहरू त्यति टाढा जान्छन्? किनभने उनीहरूले सहायता गर्न नसक्नाले बचाउन जान्छन्। यही नै उनीहरूको अत्यन्त ठूलो खुसी हो। देवदूतहरू यसको बदलामा केही पनि इच्छा राख्दैनन्। उनीहरू भगवानको दूत कर्मको नाममा अरूलाई नै खुसी दिन रमाउँछन्। यही नै हो, यो उनीहरूलाई वास्तविक सुखको कुरा हो। सुख? हामीलाई लगातार तीव्र आशा लागिराख्छ कि ईश्वरको इच्छा नै एउटा आदर्श राज्य बनाउने हो। यही तीव्र भावुक सोच सबै व्यक्ति र सबै प्राणीलाई पठाइएको छ। हामी यो प्रेमको भावना गहिराईबाट महसुस गर्न सक्छौं र हाम्रो मनबाट बुझ्न सक्छौं। यसै कारणले त हामी अरूलाई माया गर्नबाट आफूलाई रोक्न सक्दैनौं। हामी आफै प्रेमको शक्ति बन्नुपर्छ या प्रेमको हावा बन्न सक्नुपर्छ जो संसारभरि उड्न सकोस्। यही नै सुख पाउनुको अर्थ हो। म पनि सुख प्राप्त गर्न चाहन्छु। मिस्टर एडिसन, तपाईँ विज्ञानको देवता हुनुहुन्छ, मानव जातिकै सबैभन्दा ठूलो वैज्ञानिक। त्यो सत्य होइन। पृथ्वीका सबैभन्दा ठूला वैज्ञानिक त थोथ हुन सक्छन्। थोथ? करिब 12,000 वर्ष अघि एटलान्टिसमा उनलाई सर्वज्ञ र सर्वशक्तिमान भनिन्थ्यो। महान गुरु थोथको मातहत वैज्ञानिक प्रविधि र आध्यात्मिक दर्शन एकीकृत भयो र एटलान्टिस सभ्यताले समृद्धिको ठूलो आनन्द पायो। त्यस आत्माको पृथ्वीमा हरेक केही वर्षमा पनि जन्म हुन्छ। के? उदाहरणमा मु साम्राज्यका लामु, रियन्ट आल क्राउड प्राचीन इन्का सभ्यताका राजा, अफहेलिस जसले ग्रीस र हर्मेस समृद्धि निर्माण गरे, नेपालका बुद्ध पनि। यस आत्मा देखा पर्छ जब सभ्यताले ठूलो मोड लिन्छ। यस आध्यात्मिक ऊर्जाका रूपमा अभिव्यक्त गर्ने देवताहरूको देवता हुनुहुन्छ एल कान्तारे। ईश्वर एल कान्तारे? हो, उहाँको अस्तित्व त यस स्वर्गीय संसारमा अज्ञान थियो। लामो समयदेखि एउटा रहस्यमय घुम्टो तल लुकेको थियो। उहाँ पृथ्वीमा आध्यात्मिक संसारको पवित्रताबाट आउनुभयो। लौकिक संसारमा 9 आयामी लौकिक संसार? यो सधैँ पर्दा पछाडि नै हुन्छ, तर यो त्यो ठाउँ हो जहाँ मानव जातिको भविष्य छ। मिस्टर एडिसन, होइन, तिमीहरूले यसको बारेमा सोच्नु पनि हुँदैन। के? म तिम्रो 9औं आयाममा जाने चाहना बुझ्छु, तर त्यो सूर्यमा हाम फाल्नु जत्तिकै मूर्खता हो। तर 8औं आयाम तथागत क्षेत्र जहाँ म बस्छु, आउने र अवलोकन गर्ने केवल एउटा बाटो छ। यस आध्यात्मिक सोपानमा चढ। 8औं आयामको तथागत क्षेत्रको यो पवित्र संसारको झलक हेर्न सामान्य रूपमा असम्भव छ, तर यो अहिले सम्भव छ। यो वास्तवमै आध्यात्मिक संसारको सबैभन्दा ठूलो आविष्कार हो। साँच्चै तिमी डरो भएको महसुस गर। हिम्मत जुटाऊ, सही समृद्धिको खोजीका लागि
हुन्छ सर। मैले अन्त्यमा सत्य के हो भन्ने यस संसारमा आएर सिकेँ। तर मैले के गर्नुपर्छ? तिमीले यो सत्य पृथ्वीमा भएका मानिसहरू सामु पुर्याउनु पर्छ, ती सबै मानिसलाई जसले यस साँचो संसारलाई चटक्क बिर्सिसके। तर चिन्ता नलिऊ, तिमी एक्लै छैनौ युको। जहिले तिमी कसैलाई प्रेम गर्छौ, हामी सधैँ तिमीलाई साथ दिनेछौ। हामी तिम्रो पछि छौ, त्यसैले हिम्मत राख। हजुर। अनि तिमीलाई थाहा छ युको, तिमी त्यस व्यक्तिसँगै जन्म लिएका थियौ जसलाई तिमीले बिहे गर्छु र पृथ्वीमा सँगै रमाइलोसँग जीवन बिताउँछु भनेर बाचा गरेका थियौ। साँच्चै? युको मलाई लाग्छ कि तपाईँ महान वैज्ञानिक हुनुहुन्छ। म सम्मान गर्छु। किन तिमीलाई त्यस्तो लाग्यो? के यो मैले खोजिरहेकै बाटो हो? यही हो, किनभने मैले आफूलाई त्यस्तै देखाइरहेको छु। यो संसारमा हामीले हाम्रो नरस्व उपस्थिति सहनु पर्दैन। तिमी भन्न सक्छौ कि म एक चमकदार पदार्थ हुँ जो भौतिकमा एक्सेल गर्न सक्छु। तथागत क्षेत्रको 8औं आयाममा म जस्तै लगभग 500 प्राणीहरू छन्, तर तिमीले हामीलाई नश्वर संख्याको आधारमा गन्न सक्दैनौ, किनभने म अनन्त संख्यामा टुक्रिन सक्छु। एउटा नै सबै हो र सबै नै एउटा हो। यो नै तथागत क्षेत्रको 8औं आयामको ज्ञान हो। हामी कुनै चीजलाई तिमीहरूले जस्तो तौल गर्दैनौ, समय पनि नापतौल गर्ने उपकरण हुन सक्दैन। यस आध्यात्मिक संसारमा हामी समय अनुसार चल्दैनौं, किनभने यो त्यस्तो संसार हो जहाँ भूत, वर्तमान र भविष्य एउटै हुन्छ। भूत, भविष्य र वर्तमान एकै हुन्छ? त्यसलाई सरल शब्दमा भन्नु पर्दा, हेर, यस क्षेत्रमा 3वटा सुनौलो माछा पौडी रहेका छन्, जसलाई हामी भूत, वर्तमान र भविष्य भन्छौं। 3 प्रभाव क्षेत्रभित्र घुमिरहेको छ। के म आफ्नो ध्यान आफ्नो भूतकालतिर दिउँ? म त्यहाँ जान सक्छु र भविष्यमा पनि। तिमीले देख्यौ? यस सिद्धान्तको आधारमा म समय यन्त्र बनाउन 30औं शताब्दीमा जन्म लिएको सोचिरहेको छु। के तिमीले बुझ्यौ?
यो सबै म केलाई सत्य मान्छु भन्ने कुरामा आधारित छ। सांसारिक जीवन क्षणिक हो, आध्यात्मिक संसार नै वास्तविक हो, तर आध्यात्मिक संसार पनि क्षणिक नै छ। सबै पाइने स्थिति वास्तवमा अनन्त बुद्धको मस्तिष्क एउटा प्रतिबिम्ब हो। बुद्धको मस्तिष्क एउटा प्रतिबिम्ब हो। अनन्त बुद्धको मस्तिष्क बिना ब्रह्माण्ड र आध्यात्मिक संसार लोप हुन्छ। तैपनि संसार सधैँ जस्तै एउटा संस्थाको रूपमा रहन्छ। के यो आकर्षक छैन? अनन्त बुद्धले किन यो संसारको निर्माण गर्नुभयो? किन अनन्त बुद्धले यो संसारको निर्माण गर्नुभयो जुन दुर्भाग्यवश मलाई थाहा छैन। यो एउटा बाहिरी रहस्य हो। यदि त्यसको कहीँ उत्तर छ भने मलाई लाग्छ त्यो यस्तो 9 आयामी लौकिक संसार। गाडीगल प्याट्रिक र रोबर्टोलाई राक्षसद्वारा लिइयो। रिउटा, हामीलाई तिम्रो सहायता चाहिएको छ अहिले। गाडीगल, मलाई उनीहरू समातिएको ठाउँमा लैजानुस्। रिउटा, म पनि आउँछु। हुँदैन, यो एकदम खतराजनक छ। यदि म तिमीसँग आइन भने मलाई थाहा छ म पछुताउनेछु। छिटो गर। हुन्छ। मलाई अब थाहा भयो, म सत्यको दृष्टि कहिले पनि छोड्दिन। यो संघर्षको नरक भनिने नरकको एउटा भाग हो। यो त्यो संसार हो जहाँ त्यस्ता मानिसहरू आउँछन् जसको हृदय क्रोध र द्वन्द्वले भरिपूर्ण वा तिनीहरू जसले शारीरिक वा मौखिक माध्यमबाट मानिसलाई चोट पुर्याउँछन्। यो झै झगडा र विनाशको एउटा संसार हो। तिमीहरूको काम ठिक छैन। यो अपरिहार्य खाल्टोको नरक हो। यो त्यो ठाउँ हो जहाँ त्यस्ता मान्छे आउँछन् जसले सुखी र सफल मान्छेहरूको ईर्ष्या गर्दछन्, तिनीहरूलाई तल तान्ने कोसिस गर्छन्, वा ती मानिस जसले अत्यन्त कठिनाईबाट मुसाको दौड जारी गरेका हुन्छन्। यो हो रक्ताम्य पोखरीको नर्क। यो यस्तो ठाउँ हो जहाँ लम्पट मानिसहरू आफ्नो विपरीत लिङ्गीहरूसँग तीव्र इच्छा लिएर आउँछन्। जबसम्म उनीहरूले महसुस गर्दैनन् कि उनीहरू पूर्ण रूपमा घृणित अवस्थामा छन्, उनीहरू यही नै बस्छन् र एउटा मानव जस्तै बाँच्ने चाहना राख्छन्। तिनीहरू सामान्य जस्तो देखिन्छन् र सामान्य जीवन जिउँछन्। मृत्युपछि जब आत्माले उनीहरूको शरीर छोडिसकेको हुन्छ, एक्कासी उनीहरूको विचार 100 गुणा बढेर आउँछ, जस्तै कि तिमी देखिरहेका छौ। जस्तोले त्यस्तै आकर्षण गर्दछ। यो इच्छाधारी आत्माहरू यहाँ एकट्ठा जम्मा हुन्छन् र यहाँ अथाह कुण्ड बनाउँछन्। यदि तिनीहरू त्यस अथाह कुण्डमा फसे भने तिनीहरू कसरी बाहिरिन सक्छन्? तिनीहरूले पश्चाताप गर्नुपर्छ र मनुष्य बन्नुको सही सार फेरि पाउनुपर्छ। एउटा मनुष्यको साँचो सार प्रेम त्यो हो जसले दिन्छ। प्रेमले दिन्छ। एउटा मानव हो जसले जे पनि फलको केही अपेक्षा नगरिदिन्छ। त्यस्ता मानिस जसले अरूलाई प्रेम गर्न बिर्सन्छन् र आफ्नो जीवन अरूबाट लिएर मात्रै बिताउँछन्, तिनीहरू यहाँ नर्कमा आउँछन्। यद्यपि राक्षसहरू तल गहिराईमा बस्छन्। कतिपय राक्षस पहिला स्वर्गदूत थिए। साँच्चै? तिनीहरू पृथ्वीमा मनुष्य भएर जन्मेका थिए, तर गलत बाटो लिएर अनि लोभी भएर समाप्त भए वा गलत विचारहरू फैलाए। हरेक मानिस
यसरी झर्ने सम्भावना छ। बाहिर उम्कने कोसिस नगर। त्यो प्रकाश के हो? त्यो देवदूतहरूको आधार शिविरको प्रकाश हो। त्यहाँबाट देवदूतहरू पीडित मान्छेलाई बचाउन नरकको गहिराईमा पुग्छन्। प्याट्रिक, रोबर्टो, म तिमीहरूलाई कुरिरहेको छु। निचेस, हेर प्याट्रिक, रोबर्टो, उठ। मलाई डर लागिरहेछ। ती दुईले मेरो आवाज सुनिरहेका त छन्। तिनीहरूको मस्तिष्क परिवर्तन भएको छ। तिनीहरू हामीलाई फिर्ता देऊ। एकदम राम्रो। यसै पनि तिमी नै हो जोसँग म कुरा गर्न चाहन्छु। हामीले संसारभरि तिमी जस्तो उत्कृष्ट मानिस खोजिरहेका छौं, जसबाट हामीले वास्तवमै एउटा नयाँ अद्भुत संसार निर्माण गर्न सक्छौं। तपाईँ एउटा नयाँ संसार सिर्जना गर्नुहुन्छ? हो युवकहरू, तिमीहरूको उठ्ने बेला भइसक्यो। धेरै जसो तिम्रा साथीहरू पृथ्वीमा पहिले नै जागृत भइसके। के? हाम्रो सोचाइ हाम्रो मस्तिष्कको काम हो। आत्मा तिनीहरू हुँदैन। धर्मको स्वतन्त्रता यो पनि हो कि हामी धर्ममा विश्वास नगर्ने स्वतन्त्रता पाउँछौं। मनुष्यले त्यस बेला सही स्वतन्त्रता पाउँछ जब उनीहरू भगवानमा या बुद्धमा निर्भर हुन छोड्छन्। स्वतन्त्रता? स्वतन्त्रता जसमा तिमी विश्वास गर्छौ। खास गरी यो त्यस्तो स्वतन्त्रता हो जसले मानिसलाई दुखी बनाउँछ। सत्य यही हो कि हामी फेरि आध्यात्मिक संसारमा आयौं, जुन हाम्रो पृथ्वीमा भएको मनसँगै मेल खान्छ। जे पनि तिमी बोल्न सक्छौ, तर सत्य यही हो कि तिमी नर्कबाट बोलिरहेका छौ। यो प्रमाणित भयो कि तिम्रो दिमाग गलत छ। तिमीहरू आफू दुखी छौ भनेर मात्र अरूलाई पनि यही दुःखबाट पीडित गराउने कोसिस गरिरहेका छौ। तिमीहरू हो जसलाई जागृत हुन आवश्यक छ। तिनीहरू उठिसके। मलाई माफ गर, तिमीहरू हाम्रो निम्ति यहाँ आयौ। साथीहरू भनेकै यस्तैलाई त हो। के? यो आध्यात्मिक राक्षस हो, बिहीमोस। हिस्लर, निचेन, मैले तिमीलाई भनेको थिएँ शक्तिको प्रयोग गर्नु एकदम सजिलो छ। होइन, तिनीहरूलाई आफ्नै हालतमा छोडिदेऊ। तिनीहरू फेरि हस्तक्षेप गर्न आइहाल्छन्। यो एकदम राम्रो भयो कि अब तिनीहरू नष्ट भए। बिहीमोस!
तिनीहरूलाई पराजित गर। यो मलाई छोडिदेऊ। हुन्छ। ओहो नहीं। गॉड ईगल। ओह नहीं। हामीले बचाउनका निमित्त भगवानको मृत्यु भयो, भगवानको मृत्यु भयो, भगवानको मृत्यु भयो। सत्य मर्दैन, सत्य कहिल्यै मर्दैन। तू क्यों? तिनीहरूलाई सिद्धाऊ। रिउटा के भयो? अब हामी जाउँ। सबैजना पछाडि पाइला सार। अन्त्यमा अन्त्यमा भगवानको मृत्यु भयो। सत्य कहिल्यै मर्दैन। रिउटा रिउटा हेर अब रिउटा तिमी एक्लै छैनौ, म तिमीसँगै छु। युको जाऊ भागो। युको जे भए पनि म तिम्रो सधैँ रक्षा गर्नेछु।
तिमीले गरेरै छाड्यौ रिउटा। आओ अब जाउँ। हेर तिनीहरू हाम्रो पछाडि आउँदैछन्, तिनीहरू आइरहेका छन्। तिनीहरू बाहिर आइरहेका छन्। स्वर्ग व्यवस्थित हुने छैन। गॉड ईगल। मलाई माफ गर, हामीले गर्दा तिमीहरूले धेरै कठिनाइहरूको सामना गर्नु पर्यो। मलाई साँच्चै अफसोस लागिरहेको छ। चिन्ता नगर, म खुसी छु तिमीहरू सुरक्षित छौ। ए ल अब के हुन गइरहेको छ? के यो आध्यात्मिक मार्ग हो? नौ आयाम लौकिक संसार, तर के म त्यहाँ जान सक्छु? त्यस्तै देखिन्छ। गॉड ईगल। तर यदि तिमीहरूको आत्माले केवल 9 आयामभरि प्रकाश सहन सक्छ अनि हामीले सहन सकेनौँ भने के हुन्छ? तिमी मर्दैनौ नि, होइन? आखिर हामी आध्यात्मिक संसारमा छौँ। यो अहिलेसम्म कसैले कोसिस गरेको छैन। म केही कुराको जिम्मेवारी लिन सक्दिन। के हामी सबैको आत्मा एकैचोटि हराउँछ? म यहीँ बस्छु। म 7औं आयाममा पुग्न सक्षम भएको थिइनँ। म पनि। म जाँदैछु। रिउटा, यो एकदम खतराजनक छ। के तिमीलाई लाग्दैन हामीले धेरै अनुभव लिइसक्यौँ? तिमी बेपत्ता हुन सक्छौ, तिमी यहाँबाट हराउन सक्छौ र कहिल्यै नफर्कन सक्छौ। केही पनि मलाई जान मन छ। रिउटा, अनन्त बुद्धले किन यो संसारको निर्माण गरे? मनुष्यहरू कहाँबाट आउँछन् र हामी कहाँ गइरहेका छौँ? हामी के उद्देश्य लिएर बाँचिरहेका छौँ? यदि मैले सनातन सत्यको झलक मात्र लिन पाउँछु भने मलाई आफू मरे पनि केही पीर छैन। म तिमीसँगै आउँदैछु। मलाई थाहा छ तिमीहरू दुईजनाले गर्न सक्छौ। होइन, तर फर्कने निश्चय हुनु। ईश्वर, मैले मेरो लक्ष्य पूरा गरेँ।
過去はいつから始まった未来はどこで終わるのかこの星はなぜ回るのかなぜ昼があり夜があるこの肉体が我なのか見えない霊はどこにいる人は何故生まれては何故必ず死にゆくか病の時に苦しみて幸せの夢見続ける見果てぬ理想か執着かもしも永遠の命があったなら黄金の車も捨てるだろう霊界は永遠の不死に夢が誠の現実で現実がこれ夢だとは科学の先には何がある科学の先には道がある道の先には何がある道の先には光がある光は仏の命なり憧れと不次元世界愛の神勇気の神知恵の神発展の神そして霊界にも発明の神さまざまな不思議の世界を作り出す
युको युको रिउटा हामी 9 आयाममा छौँ। वाह, जीसस क्राइस्ट, कन्फ्युसियस, मोसेस, न्युटन र के यो संसार धार्मिक र विचारधाराहरूको स्रोत हो? ईश्वर एल कान्तारे, जागृत आजका थोत। हाँ? युको, एउटा नयाँ हवाई फोन। म दावी गर्छु यो एटलान्टिसको इतिहास बन्छ। एटलान्टिस? どうしてあなたに出会ったのか、それが今もわからない。しかしそれはいつか見た夢、しかしそれはいつか来た道、遥かなりアトランティス、黄
いた羽ばたける船に恋の予感を乗せてちぎり合った未来空の風が微笑みかけて私が髪に気を取られるとあなたはその額にキスをしたहामीहरू एटलान्टिसको युगमा जन्मेका थियौं ईश्वर थोथसँगै ईश्वर थोथ तिमीले भर्खरै सनातन रहस्यको झलक देख्यौ यो अनुभवलाई साहसको रूपमा ल्याऊ र एउटा महान जीवन व्यतीत गर महान भविष्य बनाऊ म स्वीकार छु म आफ्नो जीवनको माध्यमबाट त्यो सत्यलाई प्रमाणित गर्छु जुन मैले आध्यात्मिक संसारबाट सिकेँ
ओहो, के त्यो सपना थियो? यदि थियो भने पनि कस्तो साँचो जस्तो देखिन्थ्यो। तिमीहरू के को बारेमा कुरा गरिरहेका छौ? त्यो सत्य नै थियो। सपना वास्तविक थियो र वास्तविकता केवल सपना के त्यो होइन? त्यसको अर्थ山は緑にそして紅葉した地球は何度自転をし行くたび太陽を巡ったか僕にはそれが分かっていた。そう、それは心深き願い。そう、それは永遠の理想。遥かなり悟りの国インド、灼熱の大地にも凍える岩場にも星への絆で結ばれていた二人、あの時も君はけなげで僕の足のひび割れに涙した。唏噓するブッダ感激の鳳羽の中に誓い合った来世、空の星が瞬いて君の瞳が輝くと僕は君の幸福を祈った。あれから2000年以上の歳月が流れ去り
が芽生え鳥はさえずりそして落ち葉した畑は何度化粧し行くたびほう解かれたか僕のデジャブ君は僕だけの